Hello friends, welcome back to my new video. अहिले दशैंको बेला सर्वप्रथम त तपाईहरु सम्पूर्णलाई नेपालीहरुको महान पर्व दशैं तिहार लक्ष्मी पूजा तथा छठको धेरै धेरै शुभकामना छ। अब यस्तो दशैंको बेला नि आफ्नो जन्मस्थलमा नभएर अहिले म आफ्नो कर्मस्थलमा छु। अहिले नि यतै अफिसतिरै हो, अफिस एरियामै। उता आज बिहान बिहान एउटा मिटिङ बस्नुपर्ने भएकोले बिहान बिहान अब एउटा मिटिङ बस्ने ठाउँमा पुगिरहेको छु, जान लाग्छु छु। आज बिहानको भ्यू चाहिँ धेरै नै रमाइलो मैले देखेँ। खास गरी धेरै दिन त म्याक्सिमम बादलले ढाके हुन्थ्यो, तर आज चाहिँ अलिक क्लियर भ्यू थियो। त्यही भएर तपाईहरुलाई नि यो भ्यू देखाम भनेर भिडियो बनाउन लाग्यो। यहाँ पछाडि हेर्न सक्नुहुन्छ हिमालको दृश्य, कति सुन्दर हिमाल देखाछ, पुरै टलक्क टल्क्या छ। साथीहरु सब अहिले घरमा पुगेर उता दशैंको लागि तयारी गर्दै होलान्। म चाहिँ यहाँ अफिसकै कामले हो। जस तापनि त्यस्तो केही दुःख पीडा चाहिँ छैन। अब घर जान पाएन भनेर त्यस्तो छैन। यहाँनिर रमाइलो भएछ। यहाँ साथीहरु छन्, आफ्नो परिवार जस्तो छ। यहाँ पनि रमाइलो लाग्छ। यहाँ पनि आज चाहिँ खास म तपाईहरुलाई हाम्रो यहाँ एउटा मर्सानी गाउँपालिका वार्ड नम्बर 1 मा स्थित घनपोखरा गाउँ भनेर हो। यहाँ खास ठुलो गाउँ पनि भन्ने गरेछ। यहाँ गुरुङ बस्ती हो, त्यसमा नि बिको बस्ती नि हो। त्यहाँ माथि खास बसोबास गर्ने। म त्यहाँ पुग्नुपर्ने छ आज। त्यहाँ एउटा मिटिङ रहेछ आज, स्वास्थ्यमा सम्बन्धको मिटिङ छ र एउटा क्लिनिक पनि छ। बाटोमा हाम्रो एउटा यो साम्बा चिलिङ मोनार्क पनि रहेछ। आई वुड लाइक टु सो यु। यस्तो छ, एउटा गुम्बा पनि रहेछ यहाँ। ठ्याक्क हाम्रो घनपोखरा जाने बाटोमा यो गुम्बा पर्छ। म नि यहाँ लगभग 3 वर्ष भइसकेको छ, बट एकपटक मात्र यो गुम्बा भित्र छिरेको छु। त्यहाँ पछि मैले त्यस्तो खास केही कामै पाएन भित्र छिर्ने। त्यो बेला छिर्ने बेला चाहिँ हाम्रो हात्ती पाइलेको लागि औषधि वितरण कार्यक्रम चलाएको थियो। त्यही भएर अनि त्यो टाइममा यहाँ भित्र एकपटक छिरेको थिएँ। त्यसपछि त त्यस्तो मौका मैले पाएको छैन छिर्ने। बट होप यदि फ्युचरमा त्यस्तो केही आयो भने अवश्य नै छिरौँला। अब घनपोखरा जाने बाटो खास यस्तो रहेछ। पुरै त्यो उकालो हेर्न सक्नुहुन्छ तपाईहरुले, सिडी लाको। यो पुरै बाटो हामी अलमोस्ट 10 देखि 15 मिनेटको हिँडाइ हो यस्तो उकालो बाटो। अनि यो चाहिँ घनपोखरा छिर्ने गेट हो। पहिला त गेट थिएन, बट पछि यो गेट बनाएको छ। यु क्यान सी यहाँ घनपोखराको यहाँ मेन गेटमा यहाँ घनपोखरा होमस्टे बनेर छ। त्यसको अब हेर्न सक्नुहुन्छ विशेषताहरू: सनराइज, सनसेट, नेचुरल भ्यू, अर्ग्यानिक फुड। यहाँ लमजुङको यो घनपोखरा नायु भोजुङतिरको एउटा विशेषता के रहेछ भने यहाँ फुड चाहिँ अर्ग्यानिक भनेर हुन्छ है। यहाँ त्यस्तो अब केमिकल फर्टिलाइजरहरू युज नगरेर कम्पोस्ट म्यान्युअर अर्ग्यानिक खादहरू युज गरेर यहाँका तरकारीहरू बालीहरू उत्पादन गर्ने गर्छ। अनि यहाँ हेर्नुहोस् कस्तो अब यस्तो बाटो हिँड्नुपर्छ। बाटो यस्तो नहिँड्यो भने धेरै भयो यार। बाइक किनेदेखि त यो बाटोहरू लगभग हिँड्नै छोडियो। अब त थोरै हिँड्ने नि थाक्छु आजभोलि त। आज म यहाँ तपाईहरुलाई घनपोखराको एउटा ऐतिहासिक मोमेन्ट देखाउन गइरहेको छु। खै अब हामीले सुने मात्र हो। यहाँ हेर्न सक्नुहुन्छ यहाँ दुईटा ठुलो ढुङ्गाहरू बिचमा एउटा सानो ग्याप रहेछ है। अब खास उहाँहरूको भनाइअनुसार के छ भने पहिला ठ्याक्क यो घनपोखरा गाउँमा महामारी चाहिँ छिर्न दिन्थेन क्या। अब यो त्यस्तै जस्तै कुनै महामारी लागेको कुनै मान्छे यदि यहाँबाट छिर्न खोज्यो भने यो ढोका चाहिँ आफै बन्द हुने गर्थ्यो के अरे के। त्यस्तो थियो पहिलाको भनाइअनुसार। हेर्दा पनि ठ्याक्क त्यस्तै लाग्छ यार, गेट जस्तो लाग्छ, पुरै अटोमेटेड गेट जस्तो देखिन्छ क्या। हेर्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू यो बाटो हेर्नु त यार। We have to walk over
उता तल भुलभुले खुदी हेर्न सक्नुहुन्छ त्यो खोलाको। एन्ड दिस साइड हाम्रो नायु, त्यो नायुको स्कुल देखाएको छ। घनपोखरा गाउँ माथि ठुलो गाउँ आइपुगेको छु। यहाँको बाटोहरू, घरको बनावटहरू हेर्न सक्नुहुन्छ कति राम्ररी मिलेछ। है नमस्ते नमस्ते हजुर। अब आमासम्मको भवन पुग्न खासै टाइम लाग्दैन, यहाँबाट 2-3 मिनटमा अब पुगिन्छ होला। उता हिमाल टल्किया छ। वाह नमस्ते म्याम। आउनु है बाबा, प्रेसर नाप्न आउनु पर्यो। फाइनली एभरेज देयर। आजको मिटिङ र क्लिनिक सकेर सक्यो है। अब आइएम गेटिङ ब्याक टु नायु, फर्किने लाग्छु हो नायुमा। जस तर आजको मौसमले चाहिँ साथ दिएछ, पुरै क्लियर भिजन छ आजको। हेर्न सक्नुहुन्छ यहाँ पुरै बादल नै देखाएको छ, उता हाम्रो गाउँ नै देखाएको छ। यहाँ माथि चढेपछि त हाम्रो गाउँ, उता यहाँ चढेपछि यो नायु गाउँदेखि नै त रियर नै हो, म्याक्सिममली यो बादलले घेरेको हुन्छ, त्यस्तो क्लियरली देखिन्न। तर आजको मौसम हेर्न सक्नुहुन्छ कम्प्लिटली क्लियर छ आजको मौसम। आकाश पुरै सफा छ। फाइनली बाटो कट्यो यार, यस्तो ठुलो बाटो घनपोखराबाट नाइको यहाँ पुग्न सकिसक्यो।